गाइज के छ त फेरि पनि म न्यू भिडियो लिएर आइसकेको छु हैन गाइज। आज चाहिँ हामी दुईजना मात्रै छौँ, मिनी र म, अरू चाहिँ घरै छन्। आज हामी त्यस्तो खासै केही पनि छैन, त्यही भएर आज चाहिँ हामी गाउँको मन्दिरमा जान्छौँ। मन्दिर के कस्तो छ सब देखाउनेवाला छु तपाईँहरूलाई, हेर्दै गर्नु होला गाइज। गाइज मन्दिरमा फुलको मन्दिर हो, हामीले समाते भने तपाईँहरू आउनु होला ब्लग हेरेर। गाइज लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब सब गर्न नबिर्सिनु होला। हजुरको माया र सपोर्टको बिना केही हुनेवाला छैन। त्यसैले अब चाहिँ हामी त्यही मन्दिरमा जान्छौँ। यस्तो एकछिन फोटोसोटो खिचेर घर जान पर्ने हुन्छ गाइज, रात पनि पर्न लागिसक्यो। भिडियो होइन गाइज, मात्र शनिबारसम्म कुर्नु, त्यसपछि तपाईँहरूलाई हन्टिङ भिडियो मात्र देखाउनु छ गाइज। अब चाहिँ गाइज म त्यही गएपछि तपाईँलाई देखाउनेवाला छु, हेर्दै गर्नु होला गाइज। फाइनल हामी चाहिँ मन्दिरदेखि पुग्नु लागिसक्यौँ। अब मन्दिर यहीँ हो, धेरै टाढा छैन। हामी चाहिँ वहाँबाट आएको होइन गाइज, रात पनि पर्न लागिसक्यो, जङ्गल छ यतातिर। यो चाहिँ मन्दिर हो गाइज, यस्तो छ यहाँ। यिनी अगाडि हिँडिरहन्। अझै ठुलो मन्दिर बनाउने सोच राखेको छ। यहाँ अझै ठुलो मन्दिर हुन्छ होला गाइज, 1-2 वर्षपछि। अब यो हाम्रो मन्दिर गाउँको कुलको पूजा गर्छन् गाइज। यहाँ चाहिँ मन्दिर हो, यो मन्दिर चाहिँ यही हो गाइज। झन् ठुलो मन्दिर चाहिँ गाइज, मन्दिर चाहिँ यही हो हाम्रो। यस्तो छ हाम्रो गाउँको मन्दिर। गाउँको त के भन्ने, नाला थिन्छ गाइज। मन्दिर चाहिँ यस्तो छ। अब कुलको पूजा हुन्छ गाइज यहाँ मन्दिरमा, साइडमै छ नाला। यस्तो छ गाइज होइन हाम्रो गाउँको मन्दिर। अब रात पनि पर्न लागिसक्यो। अब एकछिनमा घर जान्छौँ हामी। घर जान्जेलसम्म बनाउँछु म ब्लग, हेरिराख्नु होला। यस्तो छ गाइज मन्दिर चाहिँ। अब यहाँ एउटा फोटोसोटो खिचेर घर जानुपर्ने हुन्छ गाइज। रात पनि पर्न लागिसक्यो, त्यही भएर अब हामी चाहिँ घर जान्छौँ। घर जानुपर्ने हुन्छ होइन गाइज। इक्जाम पनि छ भोलि, त्यही भएर पढ्नुपर्छ। त्यसैले अब धेरै बेर यहाँ बस्दैनौँ, अब हामी चाहिँ घर जान्छौँ। धेरै टाढा छ गाइज हाम्रो चाहिँ घर। अब मन्दिर धेरै टाढा छ हाम्रो, यिनी चाहिँ यता तिनजान। अब हामी चाहिँ घर जानुपर्ने हुन्छ गाइज होइन। आजको लागि यति नै, बाई गाइज।